हेलो हेलो साथीहरू, फेसबुक फ्रेन्डली कस्तो हुनुहुन्छ होला? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै। अनि हजुरहरूको चाहिँ फेसबुकमा कस्तो काम चलिरहेछ अनि कसरी ब्लगिङ बनाएर हाल्नुहुन्छ हेर्नुहोस् है। मलाई चाहिँ खास चाहिँ आउन्न है, हल्का फुल्का आउँछ, त्यही पनि फेसबुकलाई देखाउँ, हजुरहरूलाई देखाउँ, मेरो फ्यामिलीलाई भनेर देखाउन आँटेको है त। अनि आजको चाहिँ ब्लग हो गाइस। मेरी छोरी चाहिँ, मेरी भतिजी मतलब मेरी छोरी भने पनि भयो, ऊ चाहिँ गाउँ जान लाग्छ, त्यही भएर चाहिँ मैले चाहिँ है भिडियो बनाएर हालेको छु अनि हजुरहरूलाई देखाउँछु भनेर है। बेङ्गलोरको हो यो चाहिँ है, यसको क्या विलेज के भन्छन्, तर मलाई चाहिँ खास बेङ्गलोरमा बसेर पनि यहाँको सबसे ठुलो सुन्दर जग्गाको नाम पनि खास मलाई थाहा छैन है। यहाँ थाहा त छ तर मनमै छ कि मुखमा आइरहेको छैन, त्यही भएर हजुरहरूलाई बताउन सकिनँ। अनि हेर्नुहोस् न कति राम्रो छ है, यो चाहिँ विलेज पञ्चल के त भन्छन् यस्तै हो। अनि गार्डन हेर है, सन्डेको दिन हो, या सन्डेको दिनमा चाहिँ पुरा मान्छे भरिरहेछन्। अनि यसमा चाहिँ हेर है, जति पनि नेपालीको दाजुभाइ दिदीबहिनी हुनुहुन्छ यहीँ आउनुहुन्छ क्या, टिकटक बनाउनु या डान्स गर्नु, केही पनि गर्नु छ भने चाहिँ यहीँ कोपन पार्क छ है, यहाँ साइडमा चाहिँ। अनि यता आउँछन् अनि खास हजुरले देख्नुभयो होला, लडाइँ झगडा पनि यही एरियामै हुन्छ है। अनि हेर्नुहोस् है, यतामा चाहिँ धेरै ट्राफिक पनि हुन्छ अनि धेरै पब्लिकहरू पनि हुन्छन्, यस्तो छ। अनि अरू चाहिँ हामीहरू चाहिँ गइरहेको छ, हेर्नुहोस् है, यहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ अनि यिनी चाहिँ दाजु हुनुहुन्छ, उनको हस्बेन्डहरू वाइफ हुनुहुन्छ। यो चाहिँ मेरो भतिजी है, यसलाई चाहिँ पुर्याउन हामी बसिटा भन्नु नै है, यहाँ चाहिँ स्टेसनमा गएको है, म डिस्ट्रिक्ट स्टेसनमा पहुँचाउन लागि। अनि हामी चाहिँ सबै फ्यामिली गए। अनि यो चाहिँ मेरो श्रीमान हुनुहुन्छ अनि यो चाहिँ मेरो छोरी छ, हेर्नुहोस् है। अनि छोरी कसरी मुस्कुराइरहेछ, आन्टी चाहिँ यहाँ त दुखी छ है, एकदम नराम्रो लागिरहेछ। मेरो छोरी गयो भनेर म भिडियो बनाउन लाग्छु है, राम्रै लागेन, हेर्नुहोस् न, एकदम कति पनि राम्रो लागेन। मेरी छोरी गइहाली भनेर बिल्कुल पनि मन चाहिँ खुसी छैन है। यहाँमा चाहिँ म हाँसेको छु, खास चाहिँ मनभित्र चाहिँ मेरो मन यति रोइरहेको चाहिँ हजुरहरूलाई बताउन पनि सकिनँ है। अनि मेरो छोरीको चाहिँ हेर्नुहोस् न लुक कस्तो बनाइरहेछ क्या, त्यसको चाहिँ धेरै तयारी हुने अनि धेरै राम्रो फेसन गर्ने धेरै सोख छ है। पछाडिनिर चाहिँ मेरो दिदी अनि दाइ आउनुहुन्छ अनि तिनलाई चाहिँ भन्छु म हाई भनेर आएको छु, लेकिन सुनिरहेको छैन क्या, आफ्नै धुनमा हुनुहुन्छ। अनि हामी चाहिँ स्टेसन पहुँचिसक्यो, हेर्नुहोस् है, यिनीहरू चाहिँ हाम्रो भिडियो बना भन्नुभयो है, भिडियो बनाएर आएको छु। यिनको चाहिँ खुट्टा दुखिहाल्यो। आजको नै ब्लग